सुरु भइरहेको छैन सो हे गाइस वेलकम ब्याक टु माई स्वरूप पानबारी ब्लग इट इज स्वरूप बस्नेत भन्नु न तपाईको म स्वरूपको मम्मी अनि सी इज माई मदर हैन अनि मेरो ब्लगमा चाहिँ आजसम्म मैले मोमो च्यालेन्ज गरेको छुइनँ साथीहरू हैन अनि आज चाहिँ हाम्रो घरमा मोमो बनाएको थियौँ क्या अनि यो मोमो छ हैन अनि यहाँ हामीसँग थोरै थोरै करेन्ट पनि छ आज घरमा बनाइसकेपछि मोमोलाई नै अलिकति फोर्स गर्नुपर्ने हुन्छ साथीहरू हैन अनि यति हतार हतार बसिरहेको छौँ हैन अनि आज चाहिँ मैले अहिलेसम्म यस्तो गेम खेलेको छैन अनि आज चाहिँ कस्तो गेम खेल्नु मन लाग्यो क्या आँखा छोपेर खेल्नु मन लाग्यो होइन साथीहरू अनि अब आज हामी आँखा छोपेर खेलौँ ल मम्मी अनि मम्मीलाई चाहिँ म यहाँ अचार हालिदिन्छु अनि आँखा छोपेपछि अचार चाहिँ कता देखिन्छ त ओइ आँखा छोपेपछि अचार चाहिँ कता देखिन्छ त ओइ अब त्यो चाहिँ तपाईँले आफैले आइडिया लगाएर खानुपर्छ ल मम्मी खानु चाहिँ हातले होला नि त अब काँटाले त छुँदैन काँटाले नै खानु पर्छ काँटाले त होइन म त जान्दिनँ अनि साथीहरू मैले यो मास्क चाहिँ मेरो हो अनि मम्मीलाई मैले मास्क लाउनु हुन्छ भनेको नाइ भन्नुभएको छ होइन समीर यहाँ के हुन्छ यसो बसेर हेर्दै साइडमा ल चल्लै खाइसक्दैन त्यसले के छ त्यसले गीत गाउनु पर्छ है ल ल 1 2 3 गो मैले फर्स्ट टाइम खेलेको है यस्तो च्यालेन्ज चाहिँ मम्मी सुरु है बोल्न पाइँदैन क्या छेउछेउमा बस्नेहरूले साथीहरू मम्मी अलि चपचप गरेर हान त साथीहरू होममेड चिकन मोमो है हाल्न पाइँदैन क्या मम्मी हात जो तपाईँ जितिहाल्नुहुन्छ नि यो पक्रिनु सक्नुहुन्छ काँटाले त म खाँदिनँ हौ सक्नुहुन्छ क्या अनि चोप्नु त यसरी चोप्नु त गाड्नु त हो त्यसरी अब आगोले खानु कहिले न मैले के जातिको खाइले भन्छ अरे म त भयो चोप्नु ल यो त अब तपाईँ पो टेक्निक लानु हो त त्यसरी कति सय पैसा कमाउनु दुकानमा हेर्नु न जानु न अब हातले खान पाइँदैन है मम्मी हातले खाँदै हुन्छ चम्चीले त चाहिँ हेर्छ कि क्या देख्छ हौ यसले उसले त हेर्छ त गजब बेइज्जती है उसले चाहिँ हेरेको छ मैले चाहिँ के छोपाएको त हे प्रभु मैले छोइए हेर्नु यहाँ मैले छोपिरहेको छु क्या आज त्यो लडाउँछ
म त सक्के त मम्मी हातले होइन क्या चौथो अब चौथो अब यो चौथो त पिरो होला कसो छ सरी यो चौचौ पिरो रहेछ म खाँदिनँ सरी यो चौचौ पिरो रहेछ म खाँदिनँ के भन्नुहुन्छ हौ पिरो खान्न नि त म मोमो खाइसकेको कसले छ भने हेर्न सुरु भयो जिउँदैछ तेरो त खोइ मेरो मम्मा हातले कम के कम खानुभयो अनि पाइयो त आँखा देखेको थिइनँ म चपस्टिकले हालिन्छ तेरो यो पिरो छ आमा यो साइड लगाइहाल्नु कुराहरू साइड लगा बरु अर्को त पिरो थिएन म त आँसु नै आयो पिरोले आज यहाँ बसेर खान के गरेको मम्मी के गरेको पिरो भयो चम्चीले खानु भनेको मम्मीले हातले खानुभयो होइन नि समयले खाउने आमा मैले होइन नि समयले खाउने आमा मैले ठाङ ठाङ प्लेट त बजाएको हो नि या यत्रो नुन हाल्छु भनेर लिएर आएको या यत्रो नुन हाल्छु भनेर लिएर आएको मैले हातले खाएको तर अलिकति 5वटा जति चाहिँ चमेलले खाएको त्यही भएर जित्नु भयो त नि त्यो त हो आमा क्या छिटो खाएको गम के गम अचार चाहिँ के को बनायो त्यस्तो मम्मा खानु सुको छु नि त मैले यता खाइदिएको छु अचार चाहिँ नि आमा टमाटर तिल हालेर बनाएको न हाम्रो के पनिसमेन्ट थियो मम्मी गाना गाउने तपाईँ झ्याली खेलेर जस्तो भयो अझ पनि हातले खाइराख्नु म चाहिँ होइन मोमो 8वटा भन्दा बेसी खानु सक्दिनँ मलाई गर्नै बिर्सेछु हुन्छ मैले यहाँनिर 15-15वटा मोमो ल्याएको थिएँ साथीहरू तर कस्तो लट्स अफ इनफ भएको क्या अझै भेज मोमो पनि खाएँ नि त यो पनि खानु न 2टा पनि मिठो चाहिँ मिठो भएको कि तर कस्तो भने नि मम्मी मलाई चाहिँ सेल आएपछि चाहिँ अलिक कस्तो मासु बनाउँछ क्या अनि कोपी र बन्दामा पकाएर सिक्छ के को मासु पकाए अच्छा सर्ट एन्ड स्विट घरमा बनाएको मोमोलाई चाहिँ हामीले चाहिँ यो च्यालेन्जको रूपमा खेल्ने भनेको के भयो साथीहरू मेरो प्र्याङ्क गर्ने प्लानिङ थियो होइन यत्रो नुन लिएर आएको भने कामै भएन हाल्छु भनेर सोधेर खपा कति छिटो खानु भएछ अनि आजको चाहिँ हाम्रो गेमको विनर हुनु भएको छ मेरो मम्मी थ्याङ्क यू सो मच फर वाचिङ गाइस किप लभिङ किप सपोर्टिङ बाइ गर्नुहोस् मम्मी बाइ